के क्वेसन के परमेश्वरकोमा को जाने परमेश्वरकोमा को नजाने सगरमाथा टुप्पो छ हो राइट सगरमाथा टुप्पो चाइनाबाट नि पुग्न सकिन्छ नेपालबाट नि पुग्न सकिन्छ चारवटै दिशाबाट पुग्न सकिन्छ त टुप्पो एउटै हो अब टुप्पो एउटै छ त टुप्पोको नाम मान्छेले विभिन्न देखान् कसैले टुप्पो भन्छ कोहीले चाहिँ समिट भन्छ कसैले चुच्चो भन्छ कसैले के भन्छ होइन कोही पुग्नै सकिँदैन भन्छ कोही के भन्छ कोही पुग्न सक्छु भन्छ यो त्यही त्यो चुच्चोमा पुग्ने हो चुच्चो भनेको परमेश्वर र परमेश्वरले चाहिँ कस्तो हुनुहुन्छ भने ठाउँ परिवेश अनुसारको ज्ञान दिनुभएको अब जस्तो तपाईँको मरुभूमिमा बस्ने मान्छेहरूलाई धानको भात खानुपर्छ अब चाहिँ साग खानुपर्छ भनेर परमेश्वरले भन्ने नि त्यहाँको मान्छेले भक्ति गर्न सक्छ त सक्दैन त्यहाँको मान्छेले के भन्नु पर्यो त्यहाँको मान्छेलाई भन्दा त मासु खानु पर्यो होइन त्यसैले के नाउको के भन्दै हुनुहुन्थ्यो अस्ति त्यो नाउको होइन त्यो भएर अब विभिन्न ठाउँ अनुसारको चाहिँ अब हामी कति ठाउँमा चाहिँ इन्डियामा अब पिसा फेरि नि नुहाउन पर्छ दिशा गरेर नुहाउन पर्छ 2 चोटि 3 चोटि नुहाउन पर्छ बाइबल पढ्नु छैन यो गर्मीमा त्यो सुइटेबल हुनसक्छ तर त्यो 0 डिग्री सेन्टिग्रेड भएको ठाउँमा चिसो पानीले 3 चोटि 4 चोटि नुहाउने भनेर भक्ति हुन्छ त होइन नि तपाईँले बाइबल पढ्नु होइन त्यसैले भक्ति भनेको त्यही भएर विभिन्न किसिमका गुरुहरू छन् त्यो सबै भगवान परमेश्वर कृपाबाट आउने तपाईँले बाइबल पढ्नु छैन कस्तो बाइबल पढेछु कुरान पनि पढेछु अनि के त्यो नाउको कुरा के भन्दै हुनुहुन्थ्यो भन्दैन नि त नाउ हो एउटा पाटो मैले भने त अब हामी नेपालमा बस्ने नेपालको धरातलमा बस्ने मान्छेलाई परमेश्वरले कस्तो चाहिँ दिनुभएको छ त अनि त नाउमा किन आएको रहेछ त्यस्तरी बाढी नाउ भने के हो नाउ कहाँ नआयो नाउ के कहाँ न ए निकै नुहामा भने के हो नुहा भनेको एकजना उहाँ चाहिँ उहाँ गुरु नै हुनुहुन्छ हो उहाँ के वैष्णव हुनुहुन्थ्यो कि शाकाहारी हुनुहुन्थ्यो कि मांसाहारी के हुनुहुन्थ्यो होइन यो कसरी बुझ्नुपर्छ भने शाकाहारी मांसाहारी कोही आलु मात्रै खाने हुन्छ भन्नु न कोही फलफुल खाने हुन्छ कोही मासु मात्रै खान्छन् नुहा के हुनुहुन्थ्यो होला भन्नु एकजना नुहा एकजना अब्रान के हुनुहुन्थ्यो अब्रान एकजना गुरु हुनुहुन्छ क्या मैले नाम बिर्सेँ उहाँ चाहिँ मासु खाने पनि मासु खाने मांसाहारी होइन अरे क्या किनभने उसले मासु मात्रै त खाँदैन नि त शाकाहारी नै खान्छ नि त सागसब्जी नै खान्छ नि मासु मात्रै खाएर त कोही बाँच्नै सक्दैन तर बरु सागसब्जी चाहिँ ऊ चाहिँ गेडागुडीहरू खाएर चाहिँ मान्छे बाँच्न सक्छ मासु मात्रै बिहानै मासु बेलुकै मासु अन्डा मासु दिनदिनै मान्छेले खायो भने मान्छे मर्छ किन त्यहीबाट मान्छे चाहिँ शाकाहारी भन्ने हो नुहा के हुनुहुन्थ्यो वैष्णवी हुनुहुन्थ्यो कि मांसाहारी कि शाकाहारी यस्तो छ क्या यसमा परिस्थिति अनुसार मान्छेले भक्ति छोड्नु हुँदैन जस्तो मानव संसार अन्न सकियो पुरै डुबान भयो अब न साग छ न धान छ न तोरी छ न के छ जलमग्न भयो पृथ्वी अब्रान के हुन्छ मान्छे के छ एउटा चाहिँ मान्छे एउटा ढुङ्गाभित्र बसेको छ अन्त ढुङ्गामा बसेको मान्छेले के खाने त्यसमा विकल्पै छैन मासु नै खानु पर्यो त्यो जनावरहरू थियो मासु खानु भनेपछि नुहाले मासु खानु भन्थ्यो सायद अब त्यहाँ के खानुहुन्थ्यो के खानुहुन्थेन भन्दा पनि हामीले भोजन चाहिँ सकेसम्म शाकाहारी गरौँ शाकाहारी भोजन अनि अरू सबैलाई बगाउने नुहालाई नबगाउने किन होला फेरि नुहाले के गर्नु पृथ्वी उत्पत्ति भएको हजारौँ वर्ष भयो लाखौँ करोडौँ अरबौँ वर्ष भयो सायद कति वर्ष पो थाहा छैन त्यो सबै स्थितिमा कुन नोवा कुन कुवा कुन खुवा भन्दा पनि भनेपछि तपाईँको अब यस्ता कुरा हजुरबा अन्त माथिको पुस्ता त तपाईँ छँदै छैन वेद भनेको यस्तो पुस्तक हो कि हामी जिन्दगीभर पढेर नि सकिँदैन वेदबाटै आएको यो सुन न त्यस्तो धेरै पुस्तक 4 वेद छन् त्यो पढेरै सकिन् बाइबल कत्रो छ यत्रो छ त्यसमा कति चाहिँ एउटा चाहिँ लिमिटेसनमा ज्ञान होला त बाइबल होइन त्यो नपक्राउँ होइन अब बाइबलले त्यो समयमा छोटो मिठो ज्ञान दियो
तर वेदहरू हाम्रो बाइबलले नि वेदकै कुरा ल्यायो बाइबलले जुन नोहा भन्ने त्यो हुनुहुन्थ्यो नि नोहा वैष्णव हुनुहुन्थ्यो हो होइन वैष्णव अब भन्ने शब्द बाढी आयो होइन बाढी आएपछि सुन्नु न वैष्णव भनेको के हो भन्दाखेरि उहाँ चाहिँ एकदमै परमेश्वरलाई विष्णु र कृष्णलाई मान्ने हो है। अब बाइबलमा विष्णु कृष्ण भनेको परमेश्वर हुनुहुन्छ के उहाँ चाहिँ शुद्ध वैष्णव हुनुहुन्थ्यो। विष्णु कृष्ण नाम किटाउनु भन्दा पनि बाइबलमा चाहिँ के भन्छ भने गड भन्छ परमेश्वर भने के गड भनेको नेपालीमा के भन्छ गडको नाम दिएको छैन बाइबलमा होइन। जस्तो कुरानले नाम दियो अल्लाह त्यो त पछि समय सन्दर्भ अनुसार उहाँको अवतारलाई दिएको नाम हो के होइन। क्रिस्चियनहरूलाई के समस्या भयो भन्दाखेरि नाम नदिएको हुनाले अब कसलाई भन्दा नि क्राइस्टलाई नै चाहिँ परमेश्वर मान्ने भन्ने कुरा त हुन्छ बाइबलमा।